यो माटोको सुगन्ध मेरो मुटुको धड्कन यो आकाशको छाया मेरो सपना मेरो जीवन सहरको चमकले देख्न सकेन गाउँको माया मेरो मनको धन सपना गाउँको हामी मिलेर बनाउँछौँ पसिनाले यो माटोमा सुन फलाउँछौँ सपना गाउँको सहरभन्दा राम्रो हाम्रो माया गाउँको संसारभन्दा प्यारो यहाँ छ हाम्रो झलक हाम्रो हातले बनाउँछौँ नयाँ बिहानीको कुरा सहयोग गर माया यही हो हाम्रो बाटो हाम्रो गाउँ हाम्रो गर्व मैले पहिला गयो काम गर्ने बोतल त जोग्यो धन्न के हो मैले त दिम्सै तारा देखिरहेको छु त ए बुढी चिया तयार भयो ले त रक्सीसित मिसाएर खाम यसो तातो मिठास हुन्छ कि अब रक्सीसँग चिया होइन अब रक्सीसँग झापट मिसाउँछु बिहान बिहान रक्सीको बोतल लिएर आउनी यो त मेरो बिहानीको शुभारम्भ हो नि मलाई त यस्तो लाग्छ रक्सी मेरो आत्मा तिमी मेरो तनाव के भन्न खोज्यौ रे म तनाव रे तिमी पीडा हो न त राम्रोसँग काम गर्छौ न त मलाई घरमा मद्दत गर्छौ खाली रक्सी खाछ गाउँभरि डुलेछ कुकुर डुले जसरी कति खान सक्यो रक्सी पनि कुकुरको पुत बुढी काम गर्ने त किसानले हो नि म त सजिलो जिन्दगी जिउन खोज्दैछु खाना पनि हेर यस्तो सजिलो तरिकाले खान्छु नि त म जिन्दगी बुझ्न चाहनुहुन्छ भने मेरी आमासँग बस्नु 2 दिन अनि जिन्दगी के हो राम्रोसँग बुझाइदिनुहुन्छ हेर्दा तिमी त मेरो बुढी होइन राक्षसी जस्तो लाग्छ तिमी जस्तो श्रीमती हुनुभन्दा त कर्मचारी बसेकै ठिक बाबा तिमी जस्तो श्रीमती हुनु परेको छैन बरु तिमी जस्तो श्रीमा हुनुभन्दा त बरु बिहा नगरिकन बसेको ठिक बुढी गर्ने बसे ठिक काम छैन काम गर्ने होइन बुढीलाई फगरै गाह्रो के दाइ भयो रक्सी खाएर लोकचार पाउनु पर्छ होइन अहिले रक्सी खाएर यहाँ नाटक गर्ने होइन तिमीलाई थाहा छ यो गाउँले तिमीलाई कति माया गर्छ म पनि त्यही सोच्दैछु म तर मलाई लाग्छ मेरो एकरो प्रयासले मात्र यो सबै कुरा सम्भव होला के यसबाट साँच्चै सपनाको गाउँलाई फरक गर्न सकिन्छ बाबु तिम्रो सानो प्रयासले ठुलो परिवर्तन हुन सक्छ तिमीले जे सोच्छौ नि त्यहीबाट कामको सुरुवात गर्नुपर्छ म तिमीमाथि विश्वास गर्छु तिमीले यो गाउँमा केही परिवर्तन ल्याउनेछौ हाम्रो सबैको जिम्मेवारी छ यो गाउँमा राम्रो र फरक ढङ्गले काम गर्नु म तपाईहरुको माया र विश्वासलाई कदर गर्दछु म आफ्नो शक्ति र समर्पणले यो गाउँलाई केही गर्ने प्रयास गर्नेछु बाबु म यस सपनाको गाउँलाई बनाउन आफ्नो तर्फबाट सकेसम्म प्रयास गर्नेछु के
हजुरहरूसँग कुनै सल्लाह र सुझाव छ? बाबु, अब हामी एकसाथ काम गर्नुपर्छ। होसियार र संवेदनशील हाम्रा प्रेरणा हुन्। हामीले केही काम गरेर यो गाउँमा परिवर्तन ल्याउनुपर्छ र हामी सबैलाई फाइदा पुर्याउनुपर्छ। मैले सोचेको छु, तर हजुरहरूको साथ र सहयोग बिना म अगाडि बढ्न सक्दिनँ। हामी सबै मिलेर कुनै राम्रो निर्णय लिनुपर्छ ड्याडी। हामीले हातेमालो गरेर यो गाउँलाई समृद्ध बनाउन सक्छौँ नि। हजुरहरूको माया र समर्पण मेरो लागि अनमोल छ। अब हामी सबैको प्रयासले यो गाउँलाई प्रगति दिलाउनेछ। सपना, नानी के भयो? निराश देखिन्छौ त। भाउजू, तपाईँलाई के भन्न जान्थे तर डर लाग्छ। नानी, मलाई भन्न डराउनु पर्दैन। तिमी मेरो साथी जस्तै त हो नि, के हो कुरा भन न। तर पनि भाउजू, यस्तो कुरा कसरी भनौँ, अप्ठ्यारो लागिहाल्छ नि। म कृष्णलाई मन पराउँछु, किनकि कृष्ण मैले खोजेको जस्तो, मैले सोचेको जस्तो उहाँमा पाएँ। ए हो र, यो त राम्रो कुरा हो नि। कृष्ण अलि गम्भीर छन्, तर तिमीले उसलाई परिवर्तन गर्न सक्छौ। हुन्छ भाउजू। होइन नानी, त कहाँ गएर आएकी होस्? एकछिन घरमा त बस्ने तेरो फुर्सदै छैन है। मेरो कामै के छ र दिदी, बस्ने र खाने बाहेक। तर तपाईँले पकाएको तरकारी चाहिँ साह्रै मिठो हुन्छ। हातमा जादु नै छ कि क्या हो मेरो दिदीको? जादु होइन बहिनी, यो त मेहनतको पसिना हो। तैँले एक दिन काम गरेर मात्रै हेर, अनि बल्ल थाहा पाउनेछिस्। ओहो दिदी, तपाईँ त रिसाउनु पो भयो त। गाउँको मात्र चिन्ता लिनुहुन्छ होला भनेको त घरको पनि चिन्ता लिन थाल्नु भयो। घरको र गाउँको चिन्ता लिन परेन त। अब तँ पो बिहानभरि चिया पसल र चौतारो डुल्दै ठिक्क हुन्छ, तँलाई गाउँ डुल्दै ठिक्क हुन्छ। म त गाउँलाई हँसाउने काम गर्छु नि दिदी। यदि म भइन भने यो गाउँ नै सुनसान हुन्छ होला। हँसाउने काम मात्रै होइन, कहिलेकाहीँ त घरको काम पनि गर्न भन्न त मन लाग्छ। तर के गर्ने, तँलाई गाउँ चार्दै ठिकै छ। भइहाल्छ नि दिदी। भोलिबाट म बिहानै उठेर तपाईँलाई घरको काममा सहयोग गर्छु। तर म खाना बनाउनु चाहिँ सक्दिनँ। सुनिता, तिमी यो गाउँको उज्यालो हौ। तिमीले यो गाउँलाई सहरभन्दा पनि राम्रो बनाउन सक्छौ। नानी, तिमी छोरी मान्छे भएर नि यो गाउँलाई बदल्न सक्छौ। तिमी हाम्रो गौरव हो। छोरी मान्छे भनेर तिमीले आफ्नो सपना रोक्नु पर्दैन। तिमीले यो गाउँलाई बदल्न सक्छौ। मेरो नानी, गाउँको छोरीचेलीहरू जब सशक्त हुन्छन् तब गाउँ नै सशक्त हुन्छ। तिमीले कुराको उदाहरण गर्न सक्छौ। गाउँको छोरीहरूले सहरको मात्रै सपना देखेर हुँदैन, गाउँको भविष्यलाई अगाडि बढाउने कोसिस पनि गर्नुपर्छ। नानी, तिमीले सहरमा ठुलो काम गर्न सक्छौ, तर गाउँलाई बदल्न यहाँबाट सुरु हुन्छ। नानी, तिमी सहर जानु पर्दैन।
तिमी गाउँमै बसेर गाउँको भविष्य राम्रो बनाउनुपर्छ। ओहो हरिबहादुर दाई, होइन चियाको गिलासभित्रै संसार हेरेर गम्भीर मुद्रामा छौ त, के हो कुरा? गणेश भाइ, तिम्रो सधैँ ठट्टा गर्ने बानी छ। छोरालाई मान्छे बनाउनु गाह्रो हुँदो रहेछ बाबु। म त अब बुढो भइसकेँ। अब मेरो छोरो कृष्ण जस्ताले यो घर सम्हालेर बसोस् भन्ने म चाहन्छु। हरिदाई, छोराछोरी बढ्दै गएपछि आमालाई माया र चिन्ता पनि बढ्दै जान्छ भनी सुनेको थिएँ। तपाईँलाई त आमालाई भन्दा पनि बढी माया र चिन्ता छ त, के देख्न पर्यो यो? कुरा त्यस्तो होइन रहेछ भाइ। आमालाई सानो बच्चा बच्ची केटाकेटी हुँदाखेरि माया हुँदो रहेछ। जब उनीहरू बढ्दै जान्छन् नि, अनि बाउलाई कसरी घर गरेर खान्छ, के गरेर खान्छ, जिन्दगी कसरी कटाउँछ भन्ने पिर चिन्ता हुँदो रहेछ। हरिदाई, आमालाई मायाको चिन्ता, बाउलाई जिम्मेवारीको चिन्ता, यो त चलेकै चलन हो। मैले जानेसम्म कृष्ण अलि बुझकी नै छ है मान्छे, हट्ठी पारेकै लाग्छ मलाई। तैपनि उसलाई सही बाटो हिँडाउनका लागि चाहिँ सल्लाह र सुझाव आवश्यक छ। अझ परिपक्व भइसकेको छैन हो, यसमा कन्जुसाइ चाहिँ गर्न हुँदैन है, नत्र उसले यो गाउँ समाज परिवार बुझ्न ढिलो गर्न सक्छ। अझै क्लियर चाहिँ गर्नुपर्छ भन्ने लाग्छ है मलाई। आफ्नो हरिले देखेको कुरा यही हो, अरू त म के जानौँ र। हुन त हो भाइ, मलाई पनि उसले चाहिँ केही गर्छ जस्तो लाग्छ। उसको अनुहार हेर्छु, उसले भित्रभित्र ठुलो सपना बोकेको छ, तर पनि चिन्ता त हुँदो रहेछ। बाउ हुन्, आफ्ना छोराछोरीको चिन्ता त कुन बाबु आमालाई हुन्न र? हुन्छ नि, तर दाइभित्रको आत्मविश्वास छ नि, त्यो मलाई पनि मन पर्यो। हरिदाई, भनौँ कि नभनौँ, के कुरा हो? गहिरो गहिरो मैले सुनेको सपनाको र त्यो कृष्णको त लभ परीक्षा अरे क्या। कृष्ण र सपना त माया प्रेममा बाँधिए जस्तो सुनेको छु मैले। त्यसो भएको हुनाले यिनीहरूलाई फाँटतिर पठाउने आँट गर्न पर्यो। त्यतै प्रेमको फुल फुलाउँछन्, त्यतै नजर डुलाउँछन्, अनि उनीहरू खुलिहाल्छन्, अनि हामीलाई पनि बाटो खुल्छ कि कसो हो? होइन गणेश भाइ, यो कुरो त मलाई पत्तै थिएन त। तिमीले कहाँ थाहा पाऊ? थाहा हुन्न त नि, म सारा गाउँ डुल्दै हिँड्छु, अनि थाहा भएको कुरो फ्याट्ट भन्ने। मेरो अर्काको जस्तो पँधेर गएर कुरा गर्ने बानी छैन। म त जल्ला उलाएर फ्याट्ट भन्ने हो भनिदिएँ मैले त। त्यसो भए त्यसमा अलिक गम्भीर भएर हामी सल्लाह गर्न पर्यो नि। भइहाल्छ नि, बरु म अहिले लागेँ है त। त्यसो भए बेलुकातिर यसो फुर्सद मिलाएर आगो त्यसो छलफल गर्ला। ल मैले त सुनेको कुरो भनिदिएँ हो, यति कुरो भनेको यसको मन पोलेर रमिदा। म त च्यासुस कुरा गर्दै हिँड्ने बानी छैन, भनिदिएँ मैले त। ल लागेँ म। अनि पोल्दैन त बाबु भएपछि? ए आम्ला क्या आम्ला, बेलुका आम्ला। ल हिँडेँ म त आयो। भोत्ले भने किन बोलागोस्? हेर भोत्ले, तँ सधैँ आफूलाई हाँसो र थट्टा मात्रै गर्छस्। कहिलेकाहीँ त जिन्दगीलाई गम्भीर भएर सोच्न। हेर कृष्ण, गम्भीर भएर सोच्ने तेरो काम हो। हेर, सपना गाउँ बनाउँछु भनेर कस्या, तँ चाहिँ पैसा कमाउँछु भनेर
कस्यास तिम्रो तनाव छ मलाई के तनाव खाने बस्ने हो रमाइलो गर्ने के छ यार जिन्दगी हेर बोतले तेरो कुरा पनि ठिक हो सपनाले पनि गाउँ बनाउने कुरा गर्दैछ तर मलाई लाग्छ गाउँमा त्यति धेरै अवसरहरू छैनन् सहर गएर केही नयाँ कुरा सिकेर पछि गाउँलाई पनि त विकसित बनाउन सकिन्छ नि मलाई त त्यही लाग्छ र म त्यही सोच्छु भन त बदले तेरो कुरा पनि ठिकै हो यार अनि फेरि सपनाको बारेमा सोध्दा सपनाको कुरा पनि ठिकै हो अब चाहिँ म तँलाई सपोर्ट गरौँ कि अब सपनालाई दुईटैको विचार एकदम मलाई मन पर्यो आफ्नो आफ्नो चोइस हो मेन भनेको त अब तर सपना कुरा गर के गर्दा ठिक हुन्छ जिन्दगी जीवन तिमीले हो अब गाउँको भविष्य पनि फेरि पढेको तँहरू नै हो तिम्रो हातमा छ त आफैहरू सोच के गर्दा ठिक हुन्छ अब हेर्न सपनाले पनि मलाई सहर नजा यही गाउँमा के गरौँ भनेर सल्लाह दिइरहेको छ साथै गाउँको दाइहरू सबैले मलाई त्यही सल्लाह दिन्छ तर किन हो किन मलाई खालि सहर जाने केही सिकेर आउने रहर लागिरहेछ त्यही भएर म सहर जान खोजेको बदले अनि सुन त सहर गएर के गर्छस् तेरो आफन्त के खान्छस् हेर बदले जिन्दगी भनेको सङ्घर्ष हो हामीले यहाँ बसे पनि यो गाउँ बनाउनलाई हामी सबैले सङ्घर्ष गर्नुपर्छ सहर गए पनि सङ्घर्ष गर्नुपर्छ मलाई लाग्छ म सहर गएँ भने त्यहाँ धेरै दुःख गरेर म राम्रो कुराहरू सिकेर अहिलेको भन्दा धेरै पढेर फर्किन्छु त्यसपछि गाउँलाई सपनाको गाउँ बनाउने मेरो ठुलो इच्छा छ र म त्यो प्रतिबद्धता गर्न चाहन्छु तँलाई पनि हेर कृष्ण आफू त अनपढ परियो के गर्दा ठिक हुन्छ के गर्दा राम्रो केही पनि थाहा छैन अब पढे लेखेको भनेको तर सपना होस् सपनासँग सल्लाह गर गाउँमा केही गर्ने कि सहर गएर केही गर्ने बाँकी जिन्दगी जिउने तँहरू नै हो तिम्रो सल्लाह मिले हामी त के भन्नु खै यहाँ सुन्केर तैँले भनेको कुरा पनि ठिकै हो तर सबै कुरा पढेको मान्छेले मात्रै जानेको छ भन्ने हुँदैन सबैको आफ्नो क्षमता अनुसारको सबैको आफ्नो काम हुन्छ अब तैँले चाहिँ मैले केही पढेको छुइनँ मैले केही जान्दिनँ भनेर सपना र मेरो टाउकोमा मात्रै हालेर यो गाउँको विकास हुन्छ त हुँदैन नि हो त्यही भएर मैले के भन्न खोजेको भने तिमीहरू यो गाउँको विकास गर्दै गर म अझ धेरै ज्ञानी भएर धेरै पढेर धेरै बुझेर फर्किन्छु नि सहरबाट म सधैँ सहर गएर बस्ने त होइन नि केटा हो तेरो कुरा पनि एकदम राम्रो हेर अब हामी गाउँले पनि सकेसम्म त आफूले धन्ने नसके पनि मनले सर्भिस साथैसम्म केही त गरौँ त्यही पनि तिमीले चाहिँ आफ्नै चाहिँ दूरदर्शन हुन्छ त्यही पनि एकचोटि सोच सबैसँग सोच सल्लाह गर त्यसपछि के गर्ने हो विचार गर्न म त के भन्नु म त फेरि हेर गोर्खा लाग्यो फेरि आगाको बालतिर पस्यो भने मार्छ हिँड त कतिर जाउँ कि तेरो के काम छ छैन छैन तैँले त्यही अब के सल्लाह दिन्छस् कि भनेर तँलाई भेट्न आएको लु जाउँ म आफ्नो सपना गाउँमै पुरा गर्छु सपना तिमीले मेरो सपनालाई चाहिँ कहिले बुझ्ने कोसिस गर्यौ त्यसो भए तिमी सहर जाऊ तिम्रो सपना पुरा गर म गाउँमै बसेर मेरो सपना पुरा गर्छु